यति धेरै आन्दोलन भएर पनि किन हरेक 10-15 वर्षमा फेरि आन्दोलन भइरहन्छ? किन यी आन्दोलनहरूले नेपालीले चाहेको परिवर्तन ल्याउन सकेनन्? शासन फेरियो तर शासक फेरिएन। 2007 सालमा राणा शासन सकियो तर मोहन शमशेर प्रधानमन्त्री भए। 2046 सालमा पञ्चायत सकियो तर राजा र नेता उही नै रहिरहे। 2062 सालमा राजा हटे तर शासक भने उही नेता नै कायम रहे। यो हिसाबले हेर्ने हो भने भ्रष्ट र निरङ्कुश शासकलाई कानुन बमोजिम न्याय दिन नेपालीले कहिल्यै सकेनन्। शक्ति र सम्पत्ति उही भ्रष्टसँग रहिरह्यो। डाइरेक्टली अथवा इन्डाइरेक्टली उनीहरू नै शक्तिशाली बनि नै रहे, जसले गर्दा नेपालमा कुनै परिवर्तन आउन सकेन। योग्यताभन्दा राजनीतिक पहुँचलाई पुरस्कृत गर्छौँ। नेपालमा मेरिटोक्रेसी छैन जसमा योग्य मानिसलाई सफलता मिलोस्। केही पाउने माथि पुग्ने हो भने चाकरी गर्नुपर्दछ, आफ्नो मान्छे हुनुपर्दछ। त्यसैले लगनशीलता र उद्यमी भन्दा अगाडि बढ्न सम्पत्ति कमाउन राजनीतिक पहुँचको आवश्यकता पर्दछ। त्यसैले धेरै सक्षम मानिसहरू विदेश पलायन भएका छन्। नेपालमा अझै पनि सामन्ती व्यवस्था छ। अधिकांश प्रधानमन्त्रीहरूको पुर्खाले राजाबाट बिर्ता जमिन पाएका थिए। केही व्यक्ति, केही धर्म र केही जाति मात्र सत्ताको नजिक पुगेका छन्, जसले गर्दा नेपालको सांस्कृतिक विविधताले राजनीतिक प्रतिनिधित्व गर्न पाएको छैन।